रुममा पनि कति बस्नु भनेर चाहिँ आज बाहिरतिर घुम्ने प्लानिङ भयो। साथै साथीहरूले पनि माछा मार्ने प्रोग्राम गरौँ भनेर चाहिँ हामी माछा मार्न गयो समुद्रमा। अनि माछा भन्दा पहिले चाहिँ गगडा देख्यो हामीले सबैजनाले। अनि याद आयो बचपनमा चाहिँ हामीहरूले खोलामा गएर मार्थ्यो नि त। गगडा मारेर चाहिँ मस्त हामीले बनाएर खान्थ्यो फ्राई गरेर। ल सबै साथीहरूले भन्यो यही नै लाने आज भनेर चाहिँ माछा क्यान्सल गरेर चाहिँ गगडा छोप्न थाल्यो। अनि साथीहरूले नि धेरै नै छोप्नुभयो। छोपेर चाहिँ धेरै कभरमा राख्नुभयो। अनि ल अहिले त हाम्रो सम्धीले चाहिँ छिटो छोप्नु भएको छ कि। अनि धेरै नै छोपेर चाहिँ ल अब चाहिँ सोल्टीले खतरा माछो भेटाउँछ है। ल अब कति ठुलो माछो हो। ल गुड लक सोल्टा। ल यो चाहिँ मस्त फ्राई गरेर खानुपर्छ है हामीले। लास्ट खुसीकै मजा आयो अहिले। धेरै समयको मेहनतपछि चाहिँ लगत्तै हामीले विभिन्न कलरका चाहिँ गगडाहरू मार्न सफल भयो है। आशा छ यो चाहिँ आज धेरै नै मिठो हुनेछ गगडा फ्राई। म चाहिँ धेरै नै खानेछु भन्ने आशा छ है। आज चाहिँ टक्क गगडा अनि माछाको लागि मस्त ग्रेभीको लागि सब सामान रेडी गरिसक्नुभयो। ल अनि मस्त राख्नुभयो। सोल्टेले प्याज खुर्सानी अनि मिर्ची है। ल मस्त राख्नुहोस्। अनि पाक्दैछ मजाले। यसलाई चाहिँ ब्राउन हुँदासम्म राजाले मस्त चलाउनुहुन्छ। र सँगसँगै बेसार राख्नुभयो। त्यसपछि टमाटो अनि मस्त फ्राई गर्दै हुनुहुन्छ राजाले चाहिँ। ल आज चाहिँ कति मिठो खानु कि कति खानु यार। ल तयार पनि भइसक्यो गगडा। मस्त भागमा राख्दै हुनुहुन्छ राजाले है। अनि टक्क यसले चाहिँ मस्त खाइसक्नु भयो। म पनि टेस्ट गर्छु है एउटा। ल आम्बो कति टेस्टी के। ल